दुईजना साथीहरू नमस्ते दुदुलोप्पा तपाईहरुलाई स्वागत छ मेरो नयाँ भिडियोमा। म चाहिँ सन्देश श्रेष्ठ तपाईहरुको सामु आइसकेको छु नयाँ भिडियो लिएर। आफ्टर लङ टाइम भन्दा पनि 4 महिना पछि आएको। अनि हाम्रो चाहिँ अब हजुरआमा बित्नु भएको छ नि त, अनि बितेको अहिले अब 7 दिने भएको छ। अनि यहाँ 7 दिनको अब हाम्रो यहाँ काम सुरु हुँदैछ नि त आज 7 दिनको काममा। अब हामी चाहिँ नुन चोखिसकेको नातिहरू, अब हाम्रो मम्मीहरू आज आन्टी अनि ठुलो मम्मीहरू नुन चोखिने हो क्या, त्यही भएर अब आज त्यही देखाउने छु, अपडेट गर्छु है त गाइज। यहाँ हेर्नु सक्नुहुनेछ, यहाँ हुनुहुन्छ। अब यो चोखिनेको लागिलाई यो गर्नुपर्छ। यो चाहिँ यो हाम्रो अब नेवारको आफ्नो रीत हुन्छ सबैको, यहाँ बनाउनु पर्छ। यहाँ अहिले बोल्नु हुँदैन, अब यहाँ हाम्रो मम्मी र आन्टी चाहिँ अहिले बोल्नु हुँदैन, अब इसारामै बोल्नुपर्छ। त्यही भएर इसारामै बोल्नु हुँदैछ। यहाँ हेर्नु सक्नुहुनेछ, हजुरबा यहाँ बसिराख्नु भएको छ, हाम्रो हजुरबा यहाँ हुन्छ। यसरी बोल्नुपर्छ क्या इसारामा। हाम्रो मम्मी र आन्टी चाहिँ बोल्नु हुँदैन, इसारामै बोल्नुहुन्छ। त्यही भएर सबैजना यहाँ धमाधम छ अहिले चाहिँ, हेर्नु सक्नुहुनेछ। यहाँ अब गाह्रो छ हौ, अब इसारामा बोल्नु, अब केही भन्न पनि सकिँदैन। त्यही भएर यहाँ चाहिँ हाम्रो कान्छा मामा हेर्नु सक्नुहुनेछ। अब चाहिँ म यता माथितिर लाग्नेछु। हुनुहुन्छ हाम्रो ठुलो मम्मी पनि यता गर्नु हुँदैछ। मुनि मम्मी र आन्टीलाई देख्नुभयो होला। हेलो ठुलो मम्मी, के गर्नुभएको तपाईँ चाहिँ? तपाईँले चाहिँ अहिले गर्नुहुन्न है। हाम्रो मम्मी र आन्टी चाहिँ बोल्नु हुँदैन रहेछ। हाम्रो ठुलो मम्मी चाहिँ हेल्पर, म चाहिँ अब यता जाँदैछु। यहाँ चाहिँ हेर्नु सक्नुहुनेछ हाम्रो भान्सेहरू, एकजना भान्से, अर्को भान्से ऊ त्यहाँ हुनुहुन्छ। अब यस्तै हालिदिनु यो भाउजूकै, हाम्रो नुवा भाउजूकै रियालिटी यहाँ हेर्नु सक्नुहुनेछ। ए अनि हाम्रो ममता दिदीको रियालिटी त्यही त भयो, यो प्र्याङ्क अनि युट्युबमा आउँछ ल। बनाउनु हुँदैछ सब्जी र खाना दुईजना मिलेर। अनि हाम्रो ठुलो मम्मी चाहिँ हेल्पर अहिलेको लागिलाई यहाँ हेर्नु सक्नुहुनेछ। यो चाहिँ नुन चोकिनुको लागिलाई हो। हाम्रो ठुलो बा पनि परबाट आउनुभयो बाइकमा। यो चाहिँ के पकाउनु भएको? 12 ए त्यो त 12। यो चाहिँ नेवारको 12 होइन, नेवारी आइटम 12 बनाएर चढाउनु पर्छ होइन। हेर्नु सक्नुहुन्छ 12 बनाएर अब यो चढाउनु पर्छ। सुरुमा त्यो पनि यो नुन हालेको, यो नुन चोखिनुको लागि हो। अहिले नुन चोखिनु हुन्छ नि त, अब के को लागि? 7 दिने कर्म। आज नुन पनि चोखिनु होला नि त। मम्मीहरू चोखिसकेको ए कर्म 7 दिने कर्म 7 दिनको। अब नेवारी कल्चर आफ्नो सबको हुन्छ है। अब आफूलाई त थाहा छैन, अलिअलि कन्फ्युज भइन्छ। तपाईँलाई थाहा छ। अनि अब त्यहाँ हाम्रो चाहिँ मुनि चाहिँ अब उता मम्मीहरूले काम गर्नु हुँदैछ। अब यता चाहिँ माथि पनि छुट्टै काम हुँदैछ। अब माथि पनि छुट्टै काम, मुनि उता छुट्टै पकाउने काम। सो अब चाहिँ अब यहाँ मैले मेरो भाउजूलाई इन्ट्रोड्युस गराउँदैछु। सबैहरूले चिन्नुहुन्छ होला। भाउजू आउनु त, सबैजनालाई हेलो भन्नु, इन्ट्रोड्युस गर्नु नि। अब आफ्नो मनुमा लामा श्रेष्ठ, कोही त जोसै देख्दैन। सन्देशको प्यारो भाउजू।
भाउजू नै भाउजू छ, 3टा भाउजू हुन्छ मेरो त। सुनिता भाउजू, नुमा भाउजू अनि ऋषिका भाउजू, 3टा भाउजू। आजदेखि चस्मा लाउनु पर्यो क्या, हिजो टाउको दुखेर। लाउनु फेरि रिङाटा लाग्छ। आज झन् धेरै काम हुन्छ आज अरे। चाहिँ हाम्रो के भन्छ 7 दिने काम। 7 दिने काम है हाम्रो चाहिँ आज अझैको। 7 दिने काम अब सबै यता फटाफट भइरहेछ। अब सबै आज चाहिँ धेरै काम भइरहेछ। म चाहिँ धेरै काम हुन्छ अरे आज चाहिँ। अब त्यो भएर सबजना खट्नुपर्ने हुन्छ। खट्नु पर्ने सबभन्दा धेरै आज तपाईँ हो खट्नु म पर्ने। चाहिँ अब धेरै साइला त नगर्नु है, सन्देशले म गर्नु चाहिँ एक्सिडेन्ट भएको मान्छे यहाँ देख्नु नि अनुहारै। त्यो अनुहारले होइन, यो हातले गर्ने है। यो हातभरि यो हात सबै निको भइसक्यो। यो हात सबै निको भइसक्यो। यस्तो भएको छ, खुट्टा त देख्यो नि झन् घिन लाग्दैछ। भरे नदेखा लास्ट उयो त भएको छ, त्यही भएर नदेखाउने। अहिले यतिकै रिकभर हुँदैछ मेरो। सबै यो सबै यता सबै निको भइसकेछ। यो चाहिँ निको भयो। यो ठुलो छ नि त, यो अलिक निको हुनुलाई लास्ट टाइम लिइरहेको छैन नि। यो सब आफै निस्किँदैछ अब बराबर। चिलाउँछ कस्तो चिलाउनु खोज्छ त्यस्तो हुन्छ। बब्बाल चिलाउँछ। लसौ सबैजना स्टे ट्युन। अब फेरि नेक्स्ट अस्ति चाहिँ हाम्रो हजुरआमा खस्नु भएको थियो नि त, त्यो खसेको दिनै हाम्रो अनि एक्सिडेन्ट भयो उसको र मेरो। उसलाई लिनु जाँदाखेरि बाटोमा 81 भयो। अनि हाम्रो सुनिता भाउजूले चाहिँ होइन उहाँको ब्लगमा भन्नुभएको थियो, उसको त देखाइदिइराख्नु भएको थियो। अब मेरो चाहिँ अब देखाउनु भन्ने रहेछ। म चाहिँ मेरो ब्लगमा देखाइदिन्छु है त। सचिन क्यामेरा पक्रेर त हेर्नु सक्नुहुन्छ। मेरो चाहिँ यस्तो भएको छ क्या, लडेर लास्टै उयो भएको थियो। अहिले पनि यहाँ यस्तो दुख्छ है, यत्रो भएको छ, केही पुरै भएको छ। यहाँ मैले मेरै ब्लगमा देखाइदिएँ है त भाउजू। अब तपाईँले पनि देखाउने होला, तपाईँले पनि देखाउनु। जसले सुरु भएको छ त्यसको देखिने होइन सचिन। अरू ठाउँमा पनि भएको छ। अरू त खुट्टाउनु भएको छ, मेरो त यो औँलै सिधा हुँदैन, भइहाल्छ नि सिधा। दुख्छ क्या यहाँ अनि ऊ चाहिँ फर्स्ट एक्सिडेन्ट भएर पुरै उ त के अरे के भन्छ नि त एक्साइटेड छ मान्छेहरू। कि अब कुरामा एक्साइटेड हुन्छ नि, ऊ चाहिँ एक्सिडेन्ट भएर एक्साइटेड छ। एक्सिडेन्ट भएर एक्साइटेड छु। अब त रुई बस्नु त म दिनभरि मेरो त्यही काम मात्र हो। अनि रुँदै बस न। थ्याङ्क यू। अनि सो गाइज अब चाहिँ अब यहाँ बिस्तारै क्याप्चर गर्छौँ। अब चाहिँ स्टे ट्युन गाइज। अब म चाहिँ बाहिर गएको बोलाउनु हुँदैछ। लु काम लु अब चाहिँ यहाँ काम हुँदैछ। अब यहाँ बोल्नु त हुँदैन, अब के गर्ने, के कसरी वेलकम गराउने हेर्न सक्नुहुनेछ। यहाँ काम धमाधम भएको छ। हाम्रो ठुलो मम्मी मात्रै यो बोल्नु सक्नुहुन्छ अहिले चाहिँ। दुईजना चाहिँ अब यो बनाएर यो पूजा गरेर खाएपछि मात्रै बोल्ने त होला नि होइन। खाएपछि बोल्ने हो। अनि हामी के हो के गर्ने, त्यही त सेलाएपछि यो चढाएपछि भनेको। म त कस्तो उल्टो बोलेछु म त। यो चढाएपछि चाहिँ अब बोल्नुहुन्छ। अहिले चाहिँ अब बोल्नै हुँदैन, नचढाएछिसम्म चाहिँ। धमाधम हुँदैछ। मान्छेहरू पनि आउनु भएको छ अहिले यति चाहिँ। अब चाहिँ अब यता हामी यहाँ घैला लिनु गएको। फेरि शनिबार चाहिँ यहाँ बेलबारीमा बन्द हुने रहेछ पसली। सुनसान चाहिँ सब बन्द छ यहाँ। फेरि यस्तै दिनमा काम पर्छ, फेरि अनि यस्तै दिनमा पसलहरू बन्द हुन्छ। ठ्याक्क उ त्यहाँ आउनु हुँदो रहेछ हाम्रो ठुलो बा चाहिँ। अब हामी अब गैला त्यही त गैला किनेर लिएर आउने। अब त्यो लिएर अनि पैसाको डलर पनि लिएर आउने। अब जाँदैछौँ हामी चाहिँ। हामी चाहिँ गैला पनि लिएर आइसक्यौँ। दाइ यहाँ छौँ, दाइ म ठुलो बा आएको जाउँ दाइ। आज पसल बन्द भएर चाहिँ बल्ल भेटेँ गैला। के गर्नु अब यहाँ पसल बन्द भएपछि चाहिँ यही गाह्रो हुन्छ सामान खोज्नु। अब यहाँ पसलै खुल्ला हुँदैन हतपति आज होइन। पसल बेलबारी बजार हल्का सुनसान। फेरि होइन अरू ठाउँमा चाहिँ होइन, अरू ठाउँमा चाहिँ अब छुट्टै बन्द हुन्छ। शनिबार चाहिँ बन्द नहुनु पर्ने हो कि होइन भन्ने त होइन। जे भए पनि तर शनिबार चाहिँ बन्द नहुनु पर्ने त। किनकि अब शनिबार भनेको अलि मान्छेहरूको छुट्टी नै हुन्छ। मान्छेहरू हिँड्छ नि त धेरै, पसलहरू काम लाग्छ। आइतबार सोमबार मङ्गलबार बन्द गर्दा चाहिँ केही हुँदैन थियो। शनिबारै बन्द गरेर चाहिँ तनाव दिने भयो क्या। अब चाहिँ आज फेरि त्यस्तै गर्मी छ। बिहान यस्तो घाम लागेछ, टिलिक्क गर्मीले चाहिँ मर्न लागिसक्यो हामी यहाँ चाहिँ। अब उल्टो भात पस्किनुपर्छ अरे। उल्टो भात त पस्केर त्यहाँ हालिदिनुपर्छ अरे। अब एकचोटि 3चोटि गर्नुपर्छ।
धोएँ तिनचोटि गरेर अनि उता भाग लगाउनु पर्छ क्या यहाँ भाग लगाउनु हुँदैछ फेरि भाग लगाउनु पर्ने हो माथिबाट दिवाल पनि हुँदैछ तिनचोटि पस्केर अब यो चढाउनु पर्छ हाम्रो नुमा भाउजूको चाहिँ सेकेन्ड साइड हो है यो चाहिँ यस्तो हो नि त मैले केही पनि छुनु हुँदैन त्यही भएर यो सेकेन्ड साइड हो हाम्रो भाउजूको फर्स्ट भनेको फुड सेकेन्ड भनेको वासिङ होइन हो कि नै भन्नु नि होइन हो भाउजू नगर्नु न मेरो बेइज्जत नगर्नु त बेइज्जत गर्ने भनेको भाउजूको त अनि अब कसको गर्नु अब बेइज्जत गर्दैन यहाँ मेरो छैन बेइज्जत गर्नुको लागि अब कोही छैन नुमा भाउजू चाहिँ ठ्याक्कै अर्को भाउजू नै हुनुहुन्छ अर्को भाउजूलाई के बेइज्जत गर्नु पछाडिको अर्को भाउजू हेर्दा त आफूभन्दा बहिनी जस्तो लाग्छ अनि म चाहिँ ए त्यस्तो पो म सबभन्दा कान्छी हो म भर्खर होइन म स्विट 16 हो टिकटक बनाउनुको लागि मेरो फोन युज गर्दैछ कम गाह्रो छ यहाँ बिहान बिहान अनुहार पनि रातो बनाऊ उज्यालो बनाऊ न यी टिकटक बनाउन आँटेको थिएँ यहीँ अब आइफोनबाट टिकटक बनाएर ठ्याक्क हाल्ने होला नि त होइन काली ए त्यो टिकटक बनाउनुलाई रेडी भएर बसेछ मेरो फोन मागी बिहानै यहाँ उसको आइडी यहाँ लगइन हान्दैछ यहाँ हेर्नु सक्नुहुन्छ उसको आइडी लगइन हानेर टिकटक बनाउनु पर्ने आइफोनबाट बनाउँदाखेरि घाममा बनाउने हो कि काली बनाउनु आउँदैन झन् यो यस्तो गुम्साएर यस्तो झन् काली आउनुको लागि साथीहरू यहाँनिर 84 व्यञ्जन बन्दैछ खानेकुराहरू धमाधम बन्दैछ अजीको नाममा धेरै खानेकुराहरू छोरीचेलीहरूले बनाउनु पर्ने रहेछ सन्देश एउटा बिस्कुट लिएर आइज अङ्गुर स्याउ सबै हजुरआमाले खाने कोला सबै लिएर आइज मिलाएर होइन पनि राखिदिनु भएको हजुरआमाले खाने नौवटा भाग गरेर राख्नुपर्ने रहेछ यो अङ्गुर यो सबै कुराहरू नौ भाग गरेर राखिदिनुपर्ने यो चाहिँ हाम्रो यो हजुरआमालाई चढाउनु हो क्या यो चाहिँ आज 7 दिने काममा यो चढाउने रहेछ यो चढाउनु पर्ने हो नि यहाँ चाहिँ सबैजनाले काट्नुहुन्छ नौवटा गरेर हेर्नु सक्नुहुन्छ सो वेलकम छ मेरो भाउजूलाई मेरो भ्लगमा क्या पहिलोचोटि होला है किन हो मलाई यस्तो हिला गर्नुभएको हेर होइन भेटै नभएर हो म नि तपाईँको भ्लगमा धेरै पछि आएको नि आउजाउै भएको छैन त्यति मजाले अनि बिजी भएर अब भाउजू त अब नानी हुँदाखेरि यताउति गर्दाखेरि भएन भेटै भएन त्यही भएरै अब अहिले चाहिँ यहाँ अब हजुर किन नआएको त म त उता गएको थिएँ नि मेरो त अब कन्सल्टेन्सीको कामले गर्दा अब आउनै पाएको थिइनँ फाइनली भेट भयो फाइनली भेट क्यामेरामा चाहिँ आज रियलमै भेटेको कस्तो क्यामेरा भएर यहाँ मैले सन्देश बाबुलाई किन भ्लग बनाउनु छोडेको बनाउनु न भन्दै कराउँदै साथीहरू यहाँ मलाई सम्झाउनु हुँदैछ त्यही भएर बनाएको होला होइन नबनाउने होला होइन वास्तै थिएन कन्टिन्यू गर्नु छैन 1-2 दिन बनायो अनि सक्यो म यहाँ कराउँदैछु क्या साथीहरू यहाँ भाउजूले सम्झाउनु रहेछ अस्ति पनि सम्झाउनु हो त आज पनि अस्ति सम्झाएर चाहिँ किन बनाउनु छोड्नु भएको भनेर के म पो सक्दिनँ अब त्यही भएर अब बनाएर बिस्तारै बनाउँछु अब चाहिँ बिस्तारै बनाउँदै अब एउटा दुइटा गर्दै हाल्छु अब यो रिकभर भयो चाहिँ घाउहरू डेन्जर भइरहेछ डेन्जर भएको छ बहिनीको भन्दा त अनि यहाँ चाहिँ म अजीको नाममा फुल माला आउँदैछु फुलमाला सेतो माला सेतो र पहेँलो चढ्छ अहिलेको लागिलाई चाहिँ अब रातोहरू त्यो अरू कलर चाहिँ युजै गर्नुहुन्न त्यो कुनै कुरा नै फुल भयो अबिर भयो त युजै गर्नुहुन्न क्या अहिले भनेको सेतोमै काम चलाउने सेतो र पहेँलोमा अन्त मम्मीहरू पनि हुँदैन होला सायद 13 दिनपछि पनि सायद हुँदैन त्यो रातो टिकाहरू त्यस्तो चलाउनु हुन्न होइन उयो चाहिँ आफूले लाउने त लाउनु हुन्छ कि पूजाआजाको यस्तो लाउनु मिल्दैन 1 वर्षसम्म 1 वर्ष मिल्दैन त पूजाको सामानहरू अब पूजा गर्नुहुन्न मेन कुरा त
जुठोमा भयो नि त अब जुठो लागिसक्यो नि त त्यही भएर अहिलेको लागि अब 1 वर्ष हुँदैन केही पनि हाम्रो भाउजूको यो फोनै बिर्सिनु भएर योबाट बनाइराख्नु भएको छ अहिले म कस्तो चेतै उयो भइसकिरहेको छ फोनै हरायो भने घरमै हिजो नानीलाई उता लगेर गएको थियौँ कि हजुर उता लगेर गएको थियौँ वहीँ छोडेछौँ क्या लिन गएकै छैन अब के गर्नु ए फोनै उता छोडिदिनु त्यो भएछ पनि मैले थाहै पाइनँ क्या भर्खर थाहा पाउनु भयो कि बेलुका बेलुका राति थाहा पाएँ क्या नानीसँग बिजी भएर नानीसँग बिजी भएछ अलिक होसै हुँदैन कहाँ राखे के थाहै हुँदैन हतारमा हुन्छ त्यही त हतारको काममा बिर्सिनु यहाँ चाहिँ हाम्रो यहाँ पछाडि हुँदैछ अब अहिले चढाउनको लागि एकछिन अब यता पनि देखाइदिनु पऱ्यो नि त अब यतै ल यहाँ चाहिँ हाम्रो नेवर बाजे यहाँ एउटै हाम्रो भान्जा अर्को भतिज राम कति ठुलो काम गर्दैछ दुईजना कति ठुलो काम गरेको दुईजनाले काम पाएछ है भान्जा ओ भान्जा आरस पारस के गरेको ए दुईजनाले काम पाएछ धरो काम पाएको छ दुईजनाले अझै राम खाना बनाउँदैछ दुईजनाले यहाँ चाहिँ टमाटम भइरहेछ अब छुनु पनि हुँदैन अरे अहिले नछुई जानुपर्छ माथि नछुई जानु हुँदैछ हाम्रो मम्मी चाहिँ बोल्नु पनि हुँदैन यसरी यसरी बोल्नुपर्छ क्या मुखमा बोल्नुपर्छ यहाँ चाहिँ अब यो मिलाउनु पर्ने हुने रहेछ यो चाहिँ अब हामीलाई यस्तो केही आइडिया छैन अब हामी चाहिँ अब हेर्ने रेकर्ड गरिदिने हो मेमोरिजको लागि ल एउटा मेमोरिज हुन्छ नि त अब पछि ल अब दुनामा सब्जी हाल्ने एक खालको नौडा एक खालको नौडा सबै खालको त्यो अघि 9-9वटा रेडी गरेको थियौँ नि त्यो 9-9वटा रेडी गरेको चाहिँ अब यहाँ साइडमा राख्नुपर्ने होला सायद त्यो हामीलाई चाहिँ थाहा छैन अब हेर्दै जाऊँ त्यो चाहिँ 12 हो अघि 12 बनाएको थियो नि त्यो 12 हो नेवारी 12 बदाम छ कि छैन हाम्रो भाउजूले उड्नु भएको माला उनी आउनै छु म उनी आउने हुन्छ भिडियो चाहिँ कहिले आउँछ तपाईँको म त भोलि नै आउँछ तपाईँ कहिले आउँछ टुङ्गै हुँदैन हौ भाइ म डेली गराएको छु होइन अब 3-4 3-4 दिनको दिनको क्लिप अब कमसेकम लामो त आधी घन्टाको त बनाएर हाल्नै पर्यो त्यस्तो हुन्न मेरो अनि चाहिँ सानो त अलि हेर्ने अलि कस्तो लाग्छ नि त भर्खर हेरेर सकि जस्तो लाग्छ अलि लामो हाल्नु पऱ्यो नि त हाल्दा त हाल्न त मन लाग्छ नि के गर्नु अब बनाउने टाइम भ्याइँदैन बनाउनै भ्याइँदैन यहाँ युट्युबरबाट सजेस्ट लिनु पऱ्यो नि तपाईँले अलिक टिप्स लिनु पऱ्यो नि त त्यही त तपाईँको भाउजू हो म युट्युबर भाउजू हिरोला हो माइजू सानो युट्युब के ठुलो युट्युबरबाट सिक्नुपर्छ भन्छ नि त मान्छेहरूले स्टार्टिङहरू त अब हामीले अब म चाहिँ तपाईँबाट सिक्ने अब आफ्नै घरमा युट्युबर भाउजू हुँदै कहाँ अरूबाट सिक्ने त सिकाइरहेको छु त नि त्यही त त्यही सिकाइरहेको छु र त किन बनाउनु छोडेको बनाउनु न भनिरहेको छु त बनाउँदैछु त अहिले अब बनाउँदैछु अब बिस्तारै डेली त नहाल्नु सक्यो नि कहिले काहीँ हाल्ने तपाईँको क्यामेरामा चाहिँ म कस्तो आउँदो रहेछ हेर्नु त अनुहार कस्तो आउँछ अनुहार हेर्नु न कस्तो आउँदो रहेछ खोइ देखाउनु त होइन भिडियो निकाल्नु न यहाँ चाहिँ अब सबै रेडी गरिसक्नु 9-9वटा हालेर सबैवटामा 9-9वटा हाल्नुपर्छ आइटमहरू हुन्छ नि जुन 9-9वटा छ क्या चाहिँ हेर्नु सक्नुहुनेछ अब यो चाहिँ अहिले चढाउनु हुन्छ अनि यो चढाएपछि त्यहाँबाट चाहिँ अनि हाम्रो मम्मीहरू पनि बोल्नुहुन्छ क्या अनि अहिले बोलेपछि म भ्लग लिन्छु ल अघि चाहिँ त्यो त पूजाहरू गर्नुमा थियो नि त्यो अघि त्यो सबै सामानहरू यहाँ चढाउनुपर्छ कि यहाँ बगाउनुपर्छ यहाँ खोलामा अनि यहाँ सबैजना यहाँ आउनु चाहिँ
हेर्नु सक्नुहुनेछ अघि आइसक्नु भएको म चाहिँ अलिकति ढिलो भयो त्यही भएर अब म कुद्दै कुद्दै आएको स्या भइसक्यो हुन्छ बोकिराख्नु सबैले छुनु न यसो मान्छेले नछुइकन वरिपरि बसेर अब त्यो चढा बगाउनु पर्छ सबैले छुनु जानु न तपाईँहरू पनि सबैले छुनु एकपल्टि यसो हातमा त लगाइदिनु न हात लगाइदिनु क्या हात त बगाउनु पर्ने हुन्छ क्या लानु भयो यहाँ अहिले पूजाहरू सब गरिसक्नु भयो अब यो बगाउनु पर्ने हुन्छ क्या गाइस पकाउने बेला भयो अब यो चाहिँ पकाइदिनु अब चाहिँ पकाइदिनु भएको छ यो पर जानुभयो एक वर्षको लागि 360 जिरो घटाएर 36 चोटि यहाँ चाहिँ पानी भर्नुपर्ने हुने रहेछ अब 36 चोटि पानी चाहिँ यहाँ सबैजनाले पहिल्यैतिर भर्नुपर्ने 36 चोटि यो चाहिँ यहीँ हो हाम्रो यो बेलबारीको यो बेलबारीकै पुलमुनि हो यो चाहिँ तो 20 रुपये राखिदिनु न यहाँ सक्यो अब चाहिँ अब हामी सबैजना घर जाने हो जाँदैछौँ सबैजना भएर सबैजना घर जाऊँ अब गर्मी छ फेरि यो गर्मीको बेला यस्तो घाममा हिँड्नु परिरहेछ गर्मीले पाकिसक्यो होइन गर्मीको बेला यस्तै पर्छ है जम 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 छिटो छिटो अब सबैजनाको लाइन गइरहेछ है अब हाम्रो मामा माइजू त अहिले छुनुहुन्न हामीले छुयो भने फेरि 13 दिन बस्नु पो पर्छ त एक दिन थपिन्छ क्या एक दिन मात्रै थपिन्छ अनि 13 सुरुदेखि नै बस्नुपर्छ भने सक्छ क्यामेरामा आउनु कि भएन बस्यो हुन्छ अनि ब्लगर हो त चलेको ए टुटे फुटेको ब्लगर यसले पैसा निकालेकै छैन थुपारै गर्छ मलाई दिनुपर्छ मैले पुँजी फसाइदिएको छु कि आज अनि यसले मलाई दिनुपर्छ तिर्नुपर्छ भने निकाल्दैन अनि मुखबाङहरू गर्नु पर्यो पैसा खर्च भएन त मुखबाङ त्यो क्या खानेकुरा अस्ति नै खाएको नि त कम्पिटिसन खेलेको अनि मलाई किन्नु लाग्यो होइन यसले कमाएर दिन्छु भनेर अनि मैले पैसा फसाएँ होइन त हाल्नु भयो नि अरू त तिर्नुपर्छ भने झिक्दैन पैसाहरू मैले त त्यो चौचो त मैले हालेको नि 500 रुपियाँ निकाल न त मेरो त्यो 100-150 रुपियाँ सहित निकाल अब त्यो ब्याच सायद पछि युट्युबबाट आएपछि अब एकैचोटि त्यही भएर सबैजनाले छिटो सब्सक्राइब गरेर दिदीको पैसा तिर्छु अन्त भ्युज बढाइदिनु पऱ्यो क्या सबैजनालाई अनि त्यहाँबाट दिदीको पैसा तिर्दिन्छु 200 रुपियाँ लु अब चाहिँ हामी गएको अब उतै घर गएर लिन्छ है ब्लग यो चाहिँ अब उता सबै सकिसकेर अब यता काम हुँदैछ अनि अब यहाँ मामाले गर्नुहुँदैछ सबैले खानपिन गरिसकेर हामी यहाँ बसिसकेको अनि यहाँ चाहिँ हामी टिकटक बनाउँदै थियौँ टिकटकर यहाँ चाहिँ एउटा मेन टिकटकर अनि हाम्रो मामा चाहिँ यहाँ गर्नुहुँदैछ सबैजना मुनि हुनुहुन्छ क्या हामी चाहिँ यहाँ माथि चाहिँ यस्तो गर्मी छ कि अहिले त गाह्रो कि यस्तो गर्मी छ अहिले राम मरिसक्यो यहाँ गर्मीले त
यो गर्मी भन्ने चिज त नआए जस्तै हुन्छ है। यो गर्मीले गर्दा यहाँ भात नै खाएर भइसक्यो। भान्जे चाहिँ हाम्रो सुनिता भाउजू है। ल नयाँ भान्जे दुईवटा भान्जे फ्याँक हुनुभयो। अब नयाँ भान्जे आउनुभयो हाम्रो यहाँ। सिङ्गल सोलो म्यान हो नि त हाम्रो भाउजू त। सोलो म्यान सोलो क्या कस्तो भन्नु सोलो त भन्छ नि वान म्यान आर्मी भन्छ नि त्यस्तो क्या तपाईँ एक्लै सबै क्या वान म्यान आर्मी ठिक छ गर्नुपर्छ अब गर्ने बेलामा होइन। यही बेला त नि होइन भाउजू यस अरू बेला कता हामी तपाईँ कता। यस तपाईँ चाहिँ भात खाएर हामीलाई उयो गरिदिनु न। म त भात खाएको छैन म त नखाने किन हौ म त अगाइसकेँ। बाजहरू यस्तो यस्तो के अरे यता हेरेर धोकेबाज ए ल ल आउनु भयो आइसक्नु भयो त मान्छेहरू को मुनि नै हुन्छ झुम्कादेखि अरे को झुम्का को आउनुहुँदैछ। तपाईँ झुम्कादेखि आउनु हुँदैछ त्यही भएर मैले काट्दैछु। यो चाहिँ हाम्रो सबिना आन्टीको स्वास्थ्यको आउनुभएको हो क्या उता हाम्रो झुम्काबाट आउनुभएको हो। अनि यहाँ श्रद्धाञ्जली दिनुहुने अरे अब त्यही अब यहाँ त्यही रेडी गर्नुहुँदैछ। सो अब चाहिँ श्रद्धाञ्जलीको लागि रेडी हुँदैछौँ हामी। मामाहरू आउनुहुँदैछ त यता हेर्नुहोस् मामाहरू त सुन्नुहुँदैन। है त आज हामी बेलबारी आठखोला वडा नम्बर 1 मा उपस्थित छौँ। हाम्रो आदरणीय श्री कङ्काली कृषि मालिक सहकारी संस्थाकी शेयर सदस्य श्री सबिना श्रेष्ठज्यूको ममतामयी आमाको असामयिक निधनले हामी संस्थाका चाहिँ हाम्रो श्रद्धाञ्जली दिनुहुँदैछ। उहाँको यो शोकको घडीलाई घरे धारण गर्ने शक्ति मिलोस् भन्ने संवेदनाशील हामी यहाँ उपस्थित भएका छौँ। उहाँहरूलाई केही कुराहरू वाचन ईश्वर जान्दैन त्यो आयो तपट्टि त्यो मिति पुग्यो गरेर चल्दैन त्यो। श्री कङ्काली माई महिला कृषि सहकारी लिमिटेड झुम्का रामधुनी 5 जन्म मिति 2003 माघ 10 गते हन्पिता जितपुर महालक्ष्मी वडा नम्बर 7 जितपुरमा बस्ने बुढा वीरबहादुर श्रेष्ठ र आमा कृष्णमाया श्रेष्ठको काइली सुपुत्री मायादेवी श्रेष्ठको विवाह तेह्रथुम जलजले निवासी श्री कृष्णबहादुर श्रेष्ठसँग मिति 2027 10 गते विवाह बन्धनमा बाँध्नु भई बेलबारी हाटखोला वडा नम्बर 1 मा बसोबास गर्दै आउनुभएकी दुई छोरा हेर्नु सक्नुहुन्छ यहाँ टाढा भएपछि यस्तै होइन भाउजू बनाइदिने नि हामी त यही हालिदिने यो हालिदिइसक्ने गुडविल दिनुपर्छ गुडविल 150 रुपियाँ। अनि यहाँ चाहिँ गडुल पढ्नु हुँदैछ यहाँ गडुल पढ्नुपर्छ अरे। यो चाहिँ गडुल पढेको गडुल पढ्दा चाहिँ यहाँ सुरुदेखि अन्तिमसम्म ल अब चाहिँ सक्यो है गडुल यहाँ पढेर सबैजनाको अलिचालि मान्छे कमहरू हुनुभएको छ। अघि चाहिँ धेरैजना हुन्थ्यो एकछिन त गर्मीले अहिले चाहिँ धेरैजना हुन्छ छैन रहेछौँ हामी। एउटा स्कुटीमा 3 जना मान्छे हामी चाहिँ रिफ्रेस कति आनन्द हौ यति त्यो दिनभरि गर्मीमा बस्दा र स्कुटीमा बस्नुको बेग्लै
मजा छ कति यहाँ अब एकछिन अब यसो एक राउन्ड घुमेर आउने सनसेट भइरहेको रहेछ हामी चाहिँ यता सिसोले आएको क्या यो बेलबारीको पहिला चाहिँ कस्तो राम्रो थियो अहिले चाहिँ सब सुकेर माछाहरू हामी चाहिँ यहाँ बेलबारीको सिसौलीमा छौँ यहाँ माछा रहेछ त्यही यहाँ एकछिन चिसोले आयो त्यो रिफ्रेस हुन्न यसो ठाउँ साउ हेरेर अब चाहिँ अब गइदिने हामी पनि सनसेट क्या दामी भइरहेछ 3 जना आएको थिएँ अब चल्दिने यहाँबाट चाहिँ कति राम्रो भ्यू सनसेट सनसेट हेर्नु पनि त्यही मजा छ फेरि उता गएपछि फेरि गर्मी हुने क्या स्कुटीसँग बसेपछि शीतल क्या हाना हुन्छ स्कुटीबाट निस्केपछि त्यो पार्क यहाँ हाम्रो चाहिँ अब धमाधम हुँदैछ सबै यता यहाँ हेर्नु सक्नुहुन्छ परी यता तास चल्दैछ पर पनि तास मन त दिदी हाम्रो आन्टीले टपरी गाँच्नु भएको यो चाहिँ मेरो फोन होइन बिहान सचिनालाई के अरे टिकटक बनाउनु दिएको थिएँ फोनै फुटाइदियो नि फोनै फुटाइदिएछ ऊ त्यहाँ छ काली त्यहाँ बसिरहेछ फोन फुटाइदिएर मस्त फोन फुटाइदिएको छ चुना चाहिँ मलाई लागेको छ चुना यो त के अरे यसको भरपाई गर्नुपर्ने के यस्तो भएको थियो फोनको माथि गएको छ झन्डै प्लाट्टै निस्केन यसको त निस्किन्छ नि त झन्डै यो चाहिँ निस्केन सो गाइज आजको लागि चाहिँ यति नै हामी चाहिँ अब बिहानदेखि काम गर्दा गर्दा धेरै थाकिसक्यौँ अब चाहिँ अब त्यही त भिडियो इन यहीँ गरिदिनु लाग्यो त्यही भएर बोलाएको हो क्या अब त शान्ति भयो होला यति छैन तास खेल्नु भएको कति नै के हुन्छ त आजको लागि यति नै अन्तिमसम्म हेरिदिनु भएकोमा धन्यवाद सबजना लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गरिदिनु होला गरेर नभुल्नु होला अब अरू ब्लग होइन बिस्तारै बिस्तारै आउँछ टाटा यो भाइरल भएन अर्को ब्लग आउँछ बाई बाई